हजुर बाहिर तले छोडिदिनु त प्रतिनिधि सभा सदस्य आजका यस कार्यक्रमका केन्द्रबिन्दु वासुदेव घिमिरेज्यूको आगमन हाम्रो मञ्चमा कुनै किसिमको भूमिका नबाधिकन आजको यस कार्यक्रमको औपचारिकतर्फ प्रस्थान गर्न स्नेह युवा क्लबका पूर्व अध्यक्ष दिनका लागि हार्दिक अनुरोध गर्न चाहन्छु। कञ्चनखबर.com का कञ्चन गाउँपालिका मात्रै नभएर रूपन्देही जिल्लाका 6वटा गाउँपालिका नगरपालिकाको 29वटा वडाको नेतृत्व गर्नेको लागि म एउटा जनप्रतिनिधिको तर्फबाट म उपाध्यक्षको रूपमा गएको थिएँ र हामीले त्यहाँ गएपछि धेरै हामीले जनताका लागि काम गर्नुपर्छ भनेर हामी धेरै कामहरूलाई अघि सारेका छौँ। जस्तै हामीले हरेक वार्डलाई सिँचाइ को लागि अथवा अन्य त्यस वडामा आवश्यक परेका कामहरू गर्नुपर्छ भनेर प्रति वडा 4 लाख रुपियाँ हामीले छुट्याएका छौँ। त्यस्तै हामीले विद्यालयका लागि छात्रवृत्तिहरू छुट्याएका छौँ र गरिबी अथवा सहयोग दाताहरूलाई हामीले सहयोग पनि दिएका छौँ। रजत महोत्सवको सन्दर्भ पारेर यहाँहरूले फुटबल खेल आज विधिवत सुरुवात गर्दै हुनुहुन्छ। म मेरो तर्फबाट यहाँहरूले आयोजना गरिराख्नु भएको खेलको भव्य सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। यसै गरी समाजमा क्लब स्थापना गरेर यहाँहरूले विगत 25 वर्षसम्म लामो समय समाजमा रहेका अन्य विभिन्न खालका विसङ्गति विकृतिहरूलाई न्यूनीकरण चाहिँ गर्ने, समाजमा रहेका विभिन्न विभेदहरूलाई न्यूनीकरण गर्ने, हटाउने र विभिन्न सामाजिक अभियानहरू सञ्चालन चाहिँ गरेर समाज विकास क्रममा जुन महत्त्वपूर्ण योगदान पुर्याउनु भएको छ। त्यति मात्र होइन, खेलकुदको माध्यमबाट वार्षिक रूपमा पाक्षिक रूपमा विगतदेखि नियमित विविध खेलहरू सञ्चालन गरेर तमाम युवाहरूलाई खेलकुदको माध्यमबाट एकीकृत गर्दै उहाँहरूसँग हातेमालो गर्दै खेलकुदको माध्यमबाट तमाम नागरिकको मानसिक र शारीरिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्दै यो समाजलाई राष्ट्रलाई चाहिने असल नागरिक निर्माण गर्न जुन भूमिका खेल्नु भएको छ, म यस सन्दर्भमा पनि यहाँहरूले गरेको सकारात्मक कामप्रति हार्दिक सराहना व्यक्त गर्न चाहन्छु। तपाईहरुलाई सम्मान व्यक्त गर्न चाहन्छु र आगामी दिनमा पनि विगतमा जति सक्रियतापूर्वक काम सम्पादन गर्नुभएको छ, अहिलेका अध्यक्ष त्यतिकै सक्रिय रहेको मैले पाएको छु कि स्थापनादेखि हालसम्म ल्याइपुर्याउनु हुने क्लबका सम्पूर्ण पदाधिकारी अध्यक्षलाई पनि म धन्यवाद व्यक्त गर्न चाहन्छु।
र मलाई मलाई लाग्छ यो ग्राउन्डमा तेस्रो पटक यहाँले बोलाउनु भएको छ, आमन्त्रित गर्नुभएको छ। योभन्दा पहिला पनि खेलकुद ग्राउन्ड देखाउने क्रममा 2 पटक मलाई यहाँहरूले अनुगमन गराइसक्नु भएको छ। मलाई ताजै छ र आज औपचारिक कार्यक्रममा यहाँहरूसँग हामी भेटघाट हुने, अन्तर्क्रिया गर्ने अवसर जुटाइदिनु भएको छ। म तपाईँलाई धन्यवाद व्यक्त गर्न चाहन्छु र यो खेलकुदको विकास र यसको चाहिँ प्रवर्धनमा सहयोग पुर्याउनको लागि खेलकुदसँग जोडिएको जुन खेलकुद मैदानको कुरा तपाईँहरूले गर्नुभयो र विगतदेखि पालिका यहाँको वार्डको सहयोगमा संयोजनमा एउटा महत्त्वपूर्ण स्थानमा रहेको जुन यो ग्राउन्ड चान्चुन 2 बिघा भन्दा बढीको क्षेत्रफलमा जुन अवस्थित छ भनेर तपाईँले भन्नुभएको छ, त्यसलाई कमसेकम नेटिङ गर्ने, तारबार गर्ने काम गर्नुभएको छ। वालको चाहिँ बेस बनाउने चाहिँ काम भएको छ र विभिन्न गेट निर्माण गर्ने, प्याराफिटहरू निर्माण चाहिँ गर्ने र यो ग्राउन्डलाई सहज ढङ्गले खेलकुदहरू खेल्न मिल्ने खालको बनाउनको लागि ठुलो बजेट आवश्यकता पर्छ भनेर तपाईँहरूले भन्नुभएको छ। विशेष अध्यक्षले आफ्नो चाहिँ मौखिक प्रतिवेदनमा पेश गर्नुभएको छ। मैले भुलेको छैन, तर आज फेरि पुनः ताजा गराउनु भएको छ कि सरकारको तर्फबाट यस्ता ग्राउन्डहरूको लागि सहयोग गर्नै पर्छ। म पनि चाहिँ गर्ने नै छु, पहल गर्ने छु। योभन्दा पहिला पनि तपाईँहरूले पालिकाको तर्फबाट अब आउने बजेट निर्माणको क्रममा योजनाहरू सिफारिस गर्नुभएको छ। त्यसमा पनि यो ग्राउन्डलाई प्राथमिकतामा मेरो तर्फबाट राखेको छु। भरपुर मबाट प्रयास गर्नेछु भन्ने मैले प्रतिबद्धता पनि व्यक्त गर्न चाहिँ चाहन्छु। र यो संक्षिप्त कार्यक्रममा तपाईँहरूलाई म धेरै कुराहरू राख्न चाहदैन। यो लगायत समग्र कञ्चन र यो क्षेत्रको विकासको लागि मैले खेलेको चाहिँ भूमिका तपाईँहरूलाई जानकारी नै छ। मैले पुरै यहाँ फेरि भन्न चाहिँ पर्दैन। प्रतिनिधि सभा सदस्य अर्थात् आजका यस कार्यक्रमका प्रमुख अतिथि वासुदेव गिरिज्यू लगायतका अन्य अतिथिगणहरू बीचको परिचय कार्यक्रमलाई हामी अगाडि जोडिरहेका छौँ। अहिले म यहाँ भागको भए पनि उसो पेनाल्टी हाल्नु यस्तो मोटी एउटा चाहिँ अर्कोखेरि मोटी लुङ्गी चाल्दै जान्छ। बालमा हेलबिन लगाएको